प्लास्टिकले हो तर मलाई सजेस्ट गर्ने सुनेर नि कस्तो खाना तर 6 मिनेटपछि हेर्न है साथी सुस्नेको अन्डा वेलकम ब्याक टु माई युट्युब च्यानल लास्ट नाइट फ्याफुल्ला नमस्ते साथीहरू के लागेको छ फेरि मजा आउँदैन नमी मन लिन आएको छु यति सस्तो रहेछ होइन आज चाहिँ फ्राइडे हो म चाहिँ नि एप्पलवाला लिऊँ कि कुन लिऊँ त 7-8सम्म छ हो यो त म त ओरेन्जवाला लिन्छु ओ फर्जुन मिखान भिटामिन सी सबै भिटामिन सी रहेछ एप्पलवाला नै एउटा लिन्छु ओरेन्जवाला नि लिऊँ होला यो पनि 160 रहेछ वाउ पाइनएप्पल मिक्स भएको नि 128 कुन चाहिँ लिने हो आई एम कन्फ्युज म चाहिँ दुईवटा लिनु पऱ्यो एउटा एप्पलवाला लिन्छु अनि त्यसपछि अर्को चाहिँ यतिमा कुन लिने तिनवटा लिने हो पाइनएप्पल मिक्स भिटामिन सी रहेछ भिटामिन सी कुन लिने हो दुईवटामा चाहिँ कुन लिने आइम कन्फ्युज भयो क्या साथीहरू यो फर्जुन भनेको छ म चाहिँ योवाला लिन्छु ओरेन्जवाला लिन्छु क्या वाउ यस्तो मिठो हुन्छ होला त अरू चाहिँ ओके यो खालको लिऊँ मैले यति रिस होइन म स्क्यान गर्छु साथीहरू हेर्नु मैले चाहिँ रामेन होइन सिन रामेन क्या मिन्स हुने बेला नि कस्तो खाना मन लाग्यो तर अनि आज थर्डे हो अनि त्यही भएर चाहिँ बनाउनु लागेको छ होइन फ्राइडेमा अन्डा चाहिँ 3वटा उसिनिसकेँ सुस्नेको अन्डा अनि चाहिँ पाल बनाइसकेको क्या आयो निकाल्नलाई तातो छ अहिले त्यही भएर साथीहरू लु घुमाइदिएछ फेरि साथीहरू एउटा चाहिँ निकालिसकेँ होइन अब म एउटा अर्को पनि निकाल्छु अनि यसको के हो अरे यो पनि यहाँ छ तर 6 मिनेटपछि हेर्न है साथीहरू पाकिसक्यो बन्द गर्छु वाउ म त्यो हुन्छ नि उ जाने साथीहरू म चाहिँ होइन गर्मीले मरिसक्यो आज चाहिँ मेरो थर्ड डे होइन पिरियडको अनि त्यस्तै मलाई फर्स्ट डेमा होइन यस्तो सिन्डामे खाना मन लागेको थियो अनि तर मैले स्किप गरेको हिजो पनि लिएन अनि आज थर्ड डे हो नि त अनि फ्राइडे पनि हो भोलि र पर्सि बिदा छ अनि मैले चाहिँ सिन रामेन किनेको अनि अन्डा सिनामन बनाएर नुहाएर पनि होइन क्लास पनि अटेन्ड गरेर लुगाहरू पनि सुकाइसकेँ अनि अब सिन रामेन खान लागि मैले चाहिँ ड्रिङ्कहरू पनि रेडी गरेको छु मतलब ड्रिङ्क भनेको जुसहरू पनि रेडी गरेको छु तपाईँ हेर्नु होला है लागेको छु तपाईँहरू हेर्दै जानुहोस् है यसमा होइन ऊ जान्छ भनेर क्या मेरो पेपरमा टक्क राखेको छ होइन मसला चाहिँ सबै हालेको छैन क्या अनि यसमा चाहिँ के हो भन्दाखेरि यो चाहिँ मैले रेडी गरेको थिएँ होइन झोलवाला हो क्या साथीहरू झोलवाला सिनामन गरेर जस्तै कपमा हालेर गर्छन् त्यस टाइपको एउटा चाहिँ यो गरेको छु भने अर्कोमा चाहिँ गरेको छैन यो पनि रेडी गरेको छ होइन अझै छ क्या यता कस्तो गुलियो हुन्छ क्या पिरोदाखेरि चाहिँ अनि पानी हाल्नको लागि हो अनि यो चाहिँ सिनामन हो क्या अझै हाल्नलाई मसला छ पिरो भएन भने हाल्नु यो तातो पानी हो अनि यसमा पनि जस्तै एप्पल जुस रेडी गरेको छ अनि ओरेन्ज जुस पनि छ क्या साथीहरू के छ मैले यति धेरै खानेकुरा छ मैले चाहिँ कति चाहिँ मुखबाङै भनेर राख्नुपर्छ जस्तो टाइटल त यति धेरै खानेकुरा छ कि गर्नु पनि भयो साथीहरू अहिले कति बजिसक्यो 12:27 भइसक्यो साथीहरू अब सुत्नुपर्ने बेला भइसक्यो अब म छिटो खान्छु होइन कति खान सक्ने रहेछ अनि मेरो चाहिँ होइन वेट पनि घटेको रहेछ क्या 8 kg होइन अनि पहिला 63 थियो डाइट गर्दाखेरि तर त्यो चाहिँ पहिलाकै कुरा हो नेपालमा हुँदाखेरि अनि पछि जापानमा हुँदा पनि पछि मैले फेरि उता थाङ्कामा काम गर्दाखेरि चाहिँ फेरि 76 भएको थियो क्या धेरै खाएर मतलब आफैले बनाउने अनि आफैले खाने गरेर क्या अनि पैसा पनि आइसकेर नि बोल्दा बोल्दै अनि पछि जापानमा आउने बेला 76 थियो अनि पछि मेरो 78सम्म बढेको थियो अनि त्यसपछि बढेको छैन तल अनि 76 अनि सिधै अहिले हेरेको थियो होइन सबैजनाले भन्नुहुन्थ्यो तिमीले पहिला भन्नु थुप्लाएछौ के भन्नु तर मैले चाहिँ त्यसो त त्यस्तै हुन्छ हाम्रोमा चाहिँ एक्सर्साइज गर्ने खालको हो नि त खाइगम भए पनि अनि त्यही भएर त्यस्तो केही फरक हुँदैन जति खायो भने मोटाउँदा नि नमोटाउने सेममै फेसमा हुने क्या अनि तर म आफैले पनि अनि एकचोटि हिजो चाहिँ ट्राई गरेको थियो भने हेरेर त्यति बेला त 67 भइसकेको रहेछ मलाई सक भयो र 8 kg कसरी घट्यो भनेर सोचिरहेको थियो
अब साथीहरू म खाना ट्राई गर्छस्। अब चाहिँ म खाना रेडी गर्छु होइन। अन्डाको चाहिँ थमेल बनाइसकेँ। अहिले 12:33 भएको छ होइन। अब म चाहिँ कति मिनटसम्म खाना ट्राई गरेर चाहिँ खुसी नै मिलाउनु पर्ने हुन्छ खालि। फर्स्टमा चाहिँ म यो झोल ट्राई गर्छस्। थोरै मात्र खान्छ होला हौ। टाइटल चाहिँ के राखौँ है? मुकबाङ। एकदम मिठो। फर्स्टमै सुरु हुन्छ फेरि मेरो टिस्यु होइन। मैले चाहिँ अन्डा ट्राई गरेको साथीहरू। म त फर्स्टमा यही सघाउँछु साथीहरू, किनकि एउटा हरियो साग पनि थियो, चाइनिज हुन्छ नि त्यस्तो खालको लिएको थियो, त्यो पनि राख्नुपर्छ क्या हो। यो सघाउँछु अनि यो सबै सघाउनु त 1 बजी लाग्छ होला। पिरोले मरे। तर गुलै हुँदैछ। एक्सर्साइज भन्दा पछि गर्नु मन जस्तो क्या। फर्स्टमा चाहिँ म सरी के ट्राई गर्छु भन्दाखेरि फर्स्टमा चाहिँ होइन ओरेन्जवाला चाहिँ अघि ट्राई गरिसकेको क्या। अनि म त्यही भएर एप्पलवाला छ नि जुन यो चाहिँ निकाल्नु पऱ्यो क्या। अनि के गर्ने भन्दाखेरि साथीहरू यसरी खोल्नु छ कि आकेगुची भनिरहेको छ। अनि मेरो गिलासमा हाल्नु पऱ्यो कि अनि अलरेडी रेडी गरेपछि त आनन्द हुन्छ नि है। पानी पनि चढ्छ यता गर्नुबाट। पानी छेउमा भएछ क्या साथीहरू। पसिना पनि कति आउने है। गाह्रो छ हौ खोल्नु पनि। बरु अगाडि जुन गरेर राख्नुपर्ने रहेछ। देख्नुभयो नि तपाईँले। मोबाइल पनि कति हल्लिरहेछ हौ। यो माथि राखेर हो क्या। दुष्ट परे धम्मै धम्म। भयो खोले। वाउ खत्रै एप्पलको बास्ना रहेछ हेर्नु। यसरी त खोल्नु नपर्ने होला। अनि खोलेर अनि राख्नु रहेछ। तेरो यो उमा राख्नु पर्दैन रहेछ। हेर्नु कस्तो राम्रो एप्पल। वा एप्पल ल चाहिँ म नेपालको गिलासमा हाल्छु। नेपालको जस्तैमा हाफ मात्रै हाल्छु। यति हाल्छ। यस्तो मिठो। तर यो कस्तो सस्तो थियो नि। तपाईँहरूको पनि ठाउँमा छ भने दिनु होला। त्यस्तो सस्तो होइन तर पनि सस्तो लाग्यो भने फ्रिजमा राखेर आउनुपर्छ साथीहरू। यति बेला पुग्छ होला आई थिङ्क। त्यस्तै गर्नु पर्यो है। यहाँ अहिले धेरै सामान राख्नुभन्दा त त्यस्तै गर्छु। फ्रिजमा राख्नु भने बिग्रिहाल्छ नै। अनि ओरेन्जवाला नि राख्नु पऱ्यो होइन। गिलासमा थोरै राख्छु क्या सबै चिज। पानी पनि छ अनि ल भयो। एकछिन म यो राखेर आउँछस्। म चाहिँ अनि राखेर आइसकेँ। अनि यहाँ चाहिँ केराहरू पनि राखेको छ क्या। अब म यो खोल्छु। सिन रामेनको पाला आइसक्यो नि त। अब अन्डा र है
फर्स्टमा त मिसाउनु पऱ्यो है साथीहरू त मिसाएकै छैन यतिले मात्र त पुग्दैन जस्तो लाग्यो मलाई यो मसला एकैचोटि चाहिँ पिरो नहालौँ है यसरी खाऊँ क्या साथीहरू बरु पिरो पुगेन भने चाहिँ हाल्नु पऱ्यो हौ मलाई त त्यस्तै लाग्यो खै के कस्तो ट्राई गर्छस् वाउ अलिक क्यामेरा नजिक भयो क्या I feel यत्तिकै पिरो रहेछ झन् सबै हालेर मर्ने रहेछ म त तातो पानी गुलिया चाहिँ ठिक यत्तिकै पिरो भइरहेछ अलिकति पछि सर्नु पर्ने जस्तो दुईवटा सिनेमन छ सबै सघाउनु सक्दैन होला मुखबाङ गरेर सबै नसकाउने मान्छे चाहिँ हेर्नु न यो के भइदिएर अन्डा नै सबै यस्तो गरिदिएँ क्या मैले अन्डा हेर्नु न प्याजसँग मिसाएको एउटा पात थियो त्यो पनि लिएर आउनु पर्छ जस्तो हरियो तितो तितो थियो त्यो पनि खाएर हेर्नु पर्छ जस्तो ट्राई है म धेरै पिरो खाँदिनँ पेट दुख्छ है साथीहरू गाह्रो हुन्छ आफैलाई धेरै खानु हुँदैन है त्यस्तो पिरो पहिला पनि रुगो थियो पिरो खाएर अब पनि रुन्छु क्या म त जापानिजहरूले त खान सक्दैन हो कोही कोहीले खान सक्छ होला सबैले चाहिँ सक्दैन कि यसरी पानी हालेर सक्छ होला है दिन रुमाल बस्ने तरिका नि मेरो ओरेन्ज वाला मिठो पैँतालिस भइसक्यो अलिकति पछि लानु पऱ्यो क्या अगाडि देखेर छ मलाई
अन्डा खानु पर्यो अब होइन मिलाउनु पर्यो बरु यो पनि सबै मिसाउनु पर्यो क्या है चाउमिनसँग चाउमिन होइन हो सिन रामेन बिर्सिन्छु अय्यो ढाड पनि दुखेन पिरो घट्दै आइगयो अहिले त खाम भनेको त अब यसो छोड्नु पर्यो अब यसले खाइरहेछु हेर्नु सक्दैन भनेको त सक्छु क्या साथीहरू मैले नसक मेरो पेट फुल्छ मै चाहिँ भोलि गाह्रो होला फेरि बुझ्नुभयो होला नि प्लास्टिकले हो तर मलाई सजेस्ट गरिदिनु तपाईँहरूले चाहिँ कसैलाई मिठो लाग्नु सक्छ तर म त्यति धेरै लाग्यो तर पनि पिएँ होइन पैसा तिरेपछि तर जुन यो चाहिँ मिठो छ त्यो चाहिँ झुटो ओरेन्ज साथीहरू त्यो जस्तै कोरियनहरूमा फुडमा हुन्छ नि त्यो हरेक खालको त्यो पनि थियो तर त्यो चाहिँ ट्राई गर्दैन मलाई पुगिसक्यो अब अझै यति छ ल चम्ची पनि भित्र गयो अब म यतिकै छोड्छु अनि मेरो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला लभ यु सो मच अल बाई बाई सी यु अगेन